हेर्नु है दाजु, यो कुरा चाहिँ अचम्म छ। यहाँ एउटा सानो बच्चो छ, यो बच्चोले उसकी आमा देखेन भने मिलिक्क आँखा झिमिक्क बनाउनु हुँदैन, यता हेर्छ उता हेर्छ, देख्यो भने चुप लाग्छ। यो बच्चाको आमा इम्पोर्टेन्स भए जस्तै पूजा कोठामा यो अगरधुप इम्पोर्टेन्स बनाए मान्छेले, तर रङ हो नि फेरि। यो 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 कुरा बुझ्नु होला, यो रङ हो। यो कसरी रङ हो भने यसले क्यान्सर हुन्छ, यसले मेरो यतापट्टिको मैले पहिला बाल्थेँ, नाक बन्द भयो दाजु, सास फेर्दैन, यो नाकले केही होस् आवाज छैन, गन्ध केही थाहा हुँदैन मलाई, यो एउटा नाकले मात्रै म थाहा पाउँछु। हेर्नुहोस् है, यो अगरधुप युज नगर्ने, बुझ्नुभयो नि? हजुर, मग मग अथवा जेसुकै अर्को जगदम्बा अथवा विभिन्न दम्बाहरू विभिन्न छन्, त्यो धुप घरमै नल्याउने। यो तपाईले विज्ञापन गरे हो कि यो मतलब यसको चाहिँ होइन दाजु, विज्ञापन गरे भन्दा उहाँहरू चित्त दुख्ला। धार्मिक हिसाबमा यो बाँसबाट बनेको, बाँसमा मान्छे जलाउँछ दाइ, बाँसको अगरधुपहरू बाल्नु हुँदैन घरमा धार्मिक शास्त्र अनुसार। पहिला 10-12 वर्ष अगाडि मलाई पनि थाहा थिएन, मैले बुझिनँ, म किताब हेर्दै गएँ। म त हेराउन आउने पिछेकै तेल ल्याएर घरमा आगो लागि भएर तन्ना डढेर उखपात भएन दाजु घरमा। मेरो त बिरियत, म भर्खर काठमाडौँ आएको, मैले त चलाउनै छोडेँ नि दाइ।